फ्रेन्ड्स, वेलकम टु माई न्यू ब्लग। फ्रेन्ड्स, हजुर सबैजना सन्चै आरामै हुनुहुन्छ होला के अरे, म पनि सन्चै आरामै छु। फ्रेन्ड्स, म अहिले आफ्नो घरको छतमा छु अनि हजुरले हेर्न सक्नुहुन्छ मेरो वहाँ पछाडि घरको पछाडि उता माछा पोखरी छ। त म हजुरलाई आज वहाँ लिएर जानेछु। फ्रेन्ड्स, माछा पोखरी हाम्रो घरबाट धेरै टाढा छैन, नजिकै छ घरको। अब म घरबाट निस्केँ अनि अब यहाँ पुगिसकेँ अनि अब म यताबाट जान्छु। उताबाट पनि छ बाटो, म यताबाट अलि नजिक पर्छ। फ्रेन्ड्स, यहाँ हेर्न सक्नुहुन्छ, यहाँ धानको बिउ छ, बिउ राखेको हो अनि उता पनि छ, यहाँ हेर्न सक्नुहुन्छ कति राम्रो भएको छ। फ्रेन्ड्स, अब म यहाँबाट अगाडि जान्छु। फ्रेन्ड्स, यता पानीको बोर्डिङ छ, माछा पोखरीमा पानी राख्नको लागि यहाँबाट जान्छ, पाइप छ यहाँ जोडेको। फ्रेन्ड्स, उता हजुरले यो घर हेर्नुभएको छ, यो एउटा फर्म हो, यही माछा पोखरीको फर्म हो अनि माछाहरू जति सबै यहीँ लिएर आएर अनि यहीँबाट बेचिन्छ। फ्रेन्ड्स, यहाँ हेर्न सक्नुहुन्छ यो सानो पोखरी हो अनि यहाँ हेर्न सक्नुहुन्छ घाँस काटेर राखिदिएको रहेछ अनि यसमा क्यामेरामा त देखे छैन माछा, तर यहाँ माछा आएर घाँस खाइरहेछ। यहाँ हेर्न सक्नुहुन्छ यहाँ एउटा माछा पोखरी छ, यो अलिक सानो छ पोखरी, यसमा पनि छ माछा छ। यहाँ हेर्न सक्नुहुन्छ घाँस राखिदिएको, यहाँ हेर्न सक्नुहुन्छ मैले। फ्रेन्ड्स, हेर्न सक्नुहुन्छ यहाँ माछाहरू आछन्, तर यो क्यामेरामा अलि देखिएको छैन, जुम गरेर पनि देखेको छैन। फ्रेन्ड्स, अब हामी अब अगाडि जान्छौँ अनि यहाँबाट उता पनि अझ दुईवटा पोखरी अझै छ। फ्रेन्ड्स, यहाँ तल बाटोमा हेर्न सक्नुहुन्छ यो पाइप हो अनि यसबाट पानी अर्को पोखरीमा लैजान्छौँ। माई गॉड, हेर्नुहोस् फ्रेन्ड्स, वहाँ यत्रो ठुलो सर्प हो कि के को पुच्छर जस्तो छ, सर्प जो हो क्या त, वहाँ हेर्न सक्नुहुन्छ। फ्रेन्ड्स, यहाँ हेर्न सक्नुहुन्छ अनि यहाँ सर्पको मलाई त पुच्छर मात्रै देखेको छ, न त डर लाग्छ। अब यहाँबाट धेरै अगाडि जानुपर्छ क्या। फ्रेन्ड्स, हेर्न सक्नुहुन्छ, यो ठुलो छ, यो माछा पोखरी यहीँसम्म छ। फ्रेन्ड्स, हेर्न सक्नुहुन्छ। फ्रेन्ड्स, यहाँ हिँड्दा पनि हेरेर हिँड्नुपर्छ, किनकि सर्प अब गर्मी आछ, गर्मीमा त सर्प कति हुन्छन् यता। कति ठुलो छ के यो, यहीँसम्म छ।
फ्रेन्ड्स कस्तो घाम छ कि यहाँ अहिले। फ्रेन्ड्स हेर्न सक्नुहुन्छ भ्यू कति राम्रो देखिएछ कि। जाल हो, जाला हो यो। अनि यो राखेर अनि 4-5 जना अझै लाग्छ काममा। अनि अघि फ्रेन्ड्स यो दाउरा हुन्। अनि वहाँ हेर्न सक्नुहुन्छ उता पनि अर्को पनि छ पोखरी। अनि तर यहाँ पानी सुकेको छ किनकि यहाँ फ्रेन्ड्स यहाँ हेर्न सक्नुहुन्छ यहाँ पहिला पोखरी थियो, माछा पोखरी जो थियो। अनि अहिले पनि यहाँ आज जो काम सकिएको हजुरले यो भिडियो हेर्नु, मैले हजुरलाई एउटा भिडियो पठाउँछु, पहिला यो भिडियो हेर्नु। फ्रेन्ड्स यहाँ हेर्न सक्नुहुन्छ यो हिजोको भिडियो हो। अनि यहाँ हिजो अस्ति काम चलिरहेको थियो, ट्र्याक्टरहरू थिए अनि सबै यहाँ ठुल्ठुला बुट्टाहरू थिए। अनि त्यो बुट्टाहरू काटेर अनि त्यो जराहरू बिल्कुल तलसम्मैबाट जराहरू निकालेर अनि यता यस्तो बाटो बनाएको। अनि यो लगभग 2 दिनसम्म यो काम चलिरह्यो। अनि तो यो आज बिहान चाहिँ आग लगाएको रहेछ किनकि यहाँ धेरै घाँस थियो। हिजो काम सकिएर अनि उता आगो लगाएको रहेछ। तो फ्रेन्ड्स मेरो आजको ब्लगमा बस यति छ। अनि हामी फेरि भेट हुनेछौँ मेरो नेक्स्ट ब्लगमा। तो फ्रेन्ड्स हजुरलाई मेरो यो भिडियो राम्रो लाग्यो भने प्लिज लाइक गरिदिनु होला, सेयर गरिदिनु होला अनि सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच।